नमस्ते सबैजनालाई स्वागत छ मेरो च्यानलमा। भिजिट गर्नु गइरहेछौँ, डोर टु डोर भिजिट है। तपाईहरुले मेरो ब्लगलाई मन पराइदिनुहोस् भन्न चाहन्छु र लाइक सब्स्क्राइब पनि गरिदिनुहोस् भन्न चाहन्छु। यस्तै छ बाटो चाहिँ हो। तपाईहरुलाई र मेरो यो च्यानललाई तपाईहरुले पनि माया दिनुहोस् भन्न चाहन्छु है। आज चाहिँ हामी डोर टु डोर भिजिट जाँदै थियौँ, त्यही भएर चाहिँ आज एकदम हिँड्ने बाटो छ है। त्यही भएर मैले यो भ्लग बनाइरहेको छु आज अलिअलि टाइम पाउँदा है। मेरो हेल्थ स्टाफ वार्ड पञ्चायतहरुसँग गइरहेछौँ र उहाँहरू चाहिँ निकै अगाडि जानुभयो, तर हामी चाहिँ पछि आउँदैछौँ र म चाहिँ भ्लग पनि बनाइरहेको छु। तपाईहरुले मन पराइदिनुहोस् भन्न चाहन्छु। र चाहिँ डिसेबिलिटीहरू छैन है, कोही छ भने उनीहरूको लागि चाहिँ हामीले लिस्ट आउट गर्नुपर्ने छ हो। हुनु चाहिँ म एउटा हेल्थ स्टाफ हो गाइस है। अब के गर्नु, आफ्नो काम आफ्नो ड्युटी। टेन टेन दिस वे ये वे है गाइस। आज चाहिँ हामी पाचा लाग्दैछौँ। हाँसो त्यो पुरा त्यो चाहिँ नि अलिकति उयो भएको मिसअन्डरस्ट्यान्डिङ क्रिएट हुन्छ नि। गोइङ टु पाचा दिस वे विथ माई स्टाफ हर्को। हेलो हर्को। हेलो हेलो। For identification of disabled person. जसरी पनि आज पासा भेट्न भने माथि पटेकोमा गएर भने उयो गर्नु छ भने त्यो कहाँ गएर यो डाँडा भनेपछि त कम्ता माथि जाइनुहोस् त है। आकाशमै पुग्न हाट्नु पर्ला जस्तो भयो त। म चाहिँ वाउ गाइस, भन भन के अरे पेरेमलाखा कुन चाहिँ ठाउँ हो पेरेमलाखा? कन्चिनाहरू पनि हुँदो रहेछ यहाँ त पुरा। हामीलाई कता जानु हो? अब चाहिँ रोप रहेछ नि बाटो नि। अलैँची बारी हेर्नुहोस् न यहाँ कार्डममको कल्टिभेसन। माथि पुग्यो दिदीहरू, माथि पुग्नु म। एउटा गाउँ आइपुग्यो, गलेर हत्तु भइसक्यो। भर्खर आधी घन्टा मात्रै हिँडिँदैछ तर पनि साह्रो परिसक्यो। कहिले यो माथिको भिर हेर्नुहोस् है, यो माथिको भिरको पल्लोपट्टिदेखि पनि यहाँ माथि माथि जानुपर्ने। आज चाहिँ ओह्रालो जाँदैछौँ है हामी चाहिँ। होम टु होम भिजिट हो, डोर टु डोर।
यस्तो छ हालत चाहिँ हेर्नुहोस् गाइस हाम्रो अलैँची बारी चाहिँ यति साह्रो रहेछ कि के भन्नु हिँड्दैछौँ अरू बल्ल एउटा ठाउँ आइपुग्यो अहिले पुग्नुपर्ने हो चाहिँ दामी रहेछ गाइस साथी हो यहाँ यो चाहिँ बगनबेलीको फ्लावर कटेज टाइपको है मजाको यहाँ त के भन्नु त्यो काठको घर बनायो भने जति बनाउनु पाइहाल्यो परबाट मान्छे बोलाउँदा मुखले नसुन्नु भएर चाहिँ सिटी बजान्जेल भयो भिडियो हर्कले के टिपेको हर्क सुगर क्यान सिमल तरुल चाहिँ खानु कस्तो मनपर्छ हर्कको आश गर्दा के हो उखु चोरे है कम्ती एकदम भोक लागेर के गर्नु यहाँ मान्छे पनि छैन रहेछ उखु खाइ मचिन लाग्छ आज मेन चाहिँ यहाँ छ नि हाम्रो हेड गुरु उखुको लुट्ने भन्नुभएको खानु पनि थालेको के रहेछ त्यो मिठो रहेछ यसको सुमन पनि रहेछ ल नि यो चाहिँ के होला वाट इज दिस मकै खुन्नु भएको कहाँ हो तपाईँको चाहिँ घर ए हो अलि चाहिँ कताको भिडियो चाहिँ बनाउँदै जानुपर्छ ए पाइप पनि कत्रो बढे रहेछ हौ नि अब यसको माथिको डाँडा पुग्नुपर्ने पानी परेर गाइस के गर्नुपर्ने आधा बाटोमा हिँड्दैछौँ हामी चाहिँ हो एकदम पानी चाहिँ आइरहेको छ अब हिँड्नै पनि छ अनप्लान राम्रोसँग केही हुँदैन भोकै राखेको छौँ हो अब खाजासाजा पनि छैन आज बस्तीकोमा अब माथि गएको हामी रिमोट ठाउँमा अब अनप्लान आउँदा यस्तै हो पानी परेको त्यस्तै भिजेको त्यस्तै उकालो हिँड्नु परेको त्यस्तै हो हेर्नुहोस् न गाइस बाटो चाहिँ यति साह्रो झोडी रहेछ हो जङ्गलको बिच हिँड्नु साह्रो है भिजेको त्यस्तै यस्तो हिँड्दै हेर्नुहोस् न यहाँ अब बाटो चाहिँ यस्तो छ जङ्गलको बाटो हिँड्नु पनि साह्रै रहेछ मेरो साथी स्टाफहरू उहाँ पुगिसक्यो त्यहाँ हो अब भिरबाट अब यहाँ यस्तो उकालो जानुपर्छ हेर्नुहोस् न गाइस यस्तो माथि पुगेर उतापट्टि चरा बिउछर पनि कराउँदैछ यहाँ हेर्नुहोस् न यहाँ चाहिँ जङ्गली बिउ रहेछ हो बाटोमा चाहिँ यस्तोहरू पनि देख्यौँ मलाई चाहिँ एकदम मनपर्छ गाइस यो बिउछर कराएको चाहिँ सुन्नुहोस् है बिउछर कराएको
बाटो चाहिँ यस्तो छ हेर्नुहोस् है गाइस। पानीले भिजेको त्यस्तै जुगाएको त्यस्तै हो। 2टा जुगा पाएँ त मलाई त। हाम्रोपट्टि त्यस्तो कराउँदैन नि त, किनभने यो लेक एरिया पर्छ होइन। लेकमा चाहिँ यसरी कराउँछ एकदम पिसफुल लाग्छ मलाई चाहिँ। यहाँनिर बाटोमा जाँदा जाँदै हामीले एउटा स्कुल पनि भेट्यौँ, प्राइमेरी स्कुल रहेछ। आउनु पऱ्यो नि। सानो छुट्टै परेको रहेछ। वरिपरि चाहिँ रुखै रुख रहेछ है। त्यहाँको नानीहरू चाहिँ कहिले हिँड्नु यो उकालो नाक छुने उकालो देख्छु त अन्त। यहाँदेखि चाहिँ उकालै जानुपर्छ। अब यो बाटो चाहिँ होट पिकरको जस्तो नाक भए चाहिँ ठोकिँदैछ। यहाँदेखि आएको चाहिँ उकालो रहेछ हो। जाऊ बाघ होइन खानु लाग्यो गयो। बाघलाई खानु लाग्यो खा भने गयो नि। ए पाछा भने जग्गा चाहिँ उकालो छ पाछा। यस्तै उकालो उकालो छ, बेसी नै उकालो हो यो चाहिँ। ओह्रालो हेर्नु अब यस्तो ओह्रालो छ हो। उकालो जङ्गल अब के गर्नु, हिँडाइ यस्तै छ हो। साह्रो परिरहेछ। यस्तो छ वरिपरि चाहिँ हेर्नुहोस्, जङ्गल यस्तो पानी परिरहेको त्यस्तै। उकालो हिँडाइ मचिरहेछ। जुगाम के साह्रो आएको फेरि यहाँ है। लेक भएर हो कि क्या हो यो बाटो यस्तै छ, के गर्नु अन्त। के चाल पर्यो। घनघोर जङ्गल। फ्लावर पो रहेछ त, अर्किड। अर्किड भन्नुभएको? ओ यहाँ ए हजुर। रुखहरू कस्तो दामी देख्दैछ, कस्तो कलरको फोटोमा। यो टाढबाट खिच्नु पर्यो। पसिना चुको चाहिँ छैन रहेछ तर पनि बस्ने ठाउँ। लाग्दो भयो पानी परेर। अनि त्यही कारणले म चाहिँ लु है गाइस, यो चाहिँ के होला भनिदिनु होला। मलाई चाहिँ एकदम डर लाग्यो कि, तर पनि भिडियो बनाएको। खुट्टा देखाउँ भने पनि यहाँनिर भिडियो गरेको फोटो पनि खिच्नु हुन्छ। दिदी म आफै हटाउँछु नि। ए ढाडेर अब यसले कति चिलाएर त लु। पानी परिसक्यो। अब म मात्रै पानीमा। मेरो छाता छैन यहाँ छ कि, तर उकालो हिँड्नु साह्रो पर्यो मलाई। साह्रो पर्दा चाहिँ नउडेको। एकदम गरिब छु। मलाई कसैले पैसा डोनेट गरिदियो भने हुन्थ्यो है। के कसो तिमीले दिइहाल न अन्त जिपे गरेर। टक्लकै 1000 को चाहिँ दामी आउँछ नि त, ब्रान्डेड अम्ब्रेला। उयो घरमा होला नि त।
एउटै घरमा त कहाँ हुन्छ होला 10 वटा ला हर्को फोटो गरेर हालतमा चाहिँ हिँड्नु पर्दैछ हो के गर्नु बाटो पनि यस्तो ढल्की ढल्की हिँड्नु पर्दो रहेछ कार्डममको कारणले हो आमामामामामामामा के हो यो यस्तो आमामामा अच्छा पानी पऱ्यो जाडो भएको जस्तो पनि भयो गर्मीमा मुख जान्छु त्यसो भने तपाईँको कोही कजनहरू भाइहरू छन् पठाइदिनु यो हर्को भन्ने नामको नाम मात्रै रहेछ हो एकदम डरपोकै अब भर्टिकल भिरमा त्यो रोडमा हिँड्नु पनि डर लाग्छ अरे हो हेर्नु है लु हर्को भने चाहिँ यस्तो चाहिँ डर लाग्ने मान्छे अब हेर्नुहोस् है यहाँ साथीभाइहरू यस्तो डाँडा यो क्रस गरेर जानुपर्ने 3 घन्टा भइसक्यो हिँडेको अब यो डाँडा क्रस गरेर फेरि जानुपर्ने त्यहाँ पनि अब हामी आइडेन्टिफाई गर्नु छ हो अब कहिले पुग्नु बल्ल यो माथि आइपुग्यौँ हामी चाहिँ पानी परेर केही छैन यी हालत चाहिँ यस्तो छ छाता ओढाइ हालत पतला छ अब र पनि के गर्नु हिँड्नु परेको छ हो गाउँघर तर रमाइलो लाग्छ यसरी हिँड्नु पाउँदा खुसी पनि लाग्छ है तर आज पानी परेको कारणले चाहिँ वेदरले साथ अलिकति दिएन ऊ माथि हो दिदीहरू पुरा सुट्यो अब यो क्षितिज डाँडा पारी पुग्नु भने कुहिरो लागिरहेको छ अलिअलि हो यस्तो छ मौसम वेदर चाहिँ अब यस्तो जङ्गलको बाटो पानी झरीको बाटो हो तर पनि बस्तीमा कल्टिभेसन चाहिँ एकदम रहेछ यहाँ मेचको मकैको पानी परेर हालत यस्तो पतला भइरहेछ हाम्रो चाहिँ नो यस वाइ नट अफ कोर्स डुएल भिडियो भनेको यस्तो हुन्छ सिस्टरले कल्टिभेसन चाहिँ एकदम रहेछ तर पनि है बाटोले गर्दा साथ नदिएर आज के बाटोको वेदरको सबै यस्तो यो पारिपट्टि जानुपर्ने आजै पनि हाम्रो मिसन कन्टिन्यू भइरहेछ हो हामी चाहिँ पाचा भन्ने जग्गा यस्तो छ कि यस्तो टाढो रहेछ यस्तो जग्गा रहेछ एकदमै हिँडेर आउनुपर्ने रहेछ है पारी मजाको जग्गा रहेछ एकदमै हिँडेर आयो त्यो भएर हामी घर पनि हामी ढिलो पुगिन्छ रात पर्ने रहेछ है आज पर्ने रहेछ है हुन्छ लसो एकदम भिडियोलाई चाहिँ रुचाइदिनु होला हाम्रो ब्लगलाई हेलो गाइस यहाँ सिस्टर हुनुहुन्छ है हामी चाहिँ पाचाबाट यो यस्तो आएर है बाटो चाहिँ अब के भन्नु यस्तो छ हालत यता जानुपर्ने छ डल्लै आज यस्तो जग्गा छ अघि भनेको क्या हो एकदमै राम्रो रमाइलो रहेछ जग्गा चाहिँ अहिले हामी लगभग 3 बजे होला 3 बजे नै हाम्रो ड्युटी चल्दैछ यहाँनिर हो यो देखाउ न मकैबारी है तर पनि यस्तो मकैबारी नि दामी रहेछ हो है मकै चाहिँ मजाले हुँदै रहेछ स्टिल हामी चाहिँ अब यहाँ हिँडिरहेको छौँ हो 5 o'clock पनि क्रस भइसक्यो राति हुनु आँट्यो अँधेरो हुनु थाल्यो मुनि त अब हेर्नुहोस् यस्तो बाटो छ पानी परेको रातो माटो है आज हिँड्दाखेरि चाहिँ यति साह्रो चिप्लिन्छ के गर्नु अब स्किड भागै गर्दो रहेछ यो भएर चाहिँ जोगेर हिँड्दा पनि साह्रो परिसक्यो घर कहाँ हो अब यति साह्रो टाढो बाटो आयौँ आज चाहिँ तर एक प्रकारले चाहिँ अब एकदम खुसी पनि लागिरहेछ किनकि कतिजना है आमा बाबाहरू बाजे बोजूहरूलाई हामीले भेट्यौँ है बातचित गऱ्यौँ उहाँहरूको के प्रब्लम छ है त्योहरू हामीले सबै र स्क्रिन गरेर हामी चाहिँ एकदम अब फर्केको रात पनि गऱ्यौँ र स्क्रिन गरेर हामी चाहिँ एकदम अब फर्केको रात पुग्नु चाहिँ थाल्यो अब यहाँ गाइस म चाहिँ एकदमै लडेर चाहिँ यहाँ हालत पतला भयो यस्तो भएर
यस्तो ओह्रालो जाने बाटो चिप्लेर चाहिँ म चाहिँ लडेँ हो गाई। यहाँ चाहिँ यस्तो माटो भयो, पछि पनि गेममै भएको छ गाई। अब हाला चाहिँ खाली खुट्टामा पुगेको छ हो, किनभने कुन्ताको खाली खुट्टा हिँड्दा पनि चिप्लिरहेछ। अब यहाँ अब कहिले चाहिँ जानुपर्ने हो, यस्तो ओह्रालो अँधेरो भएर छैन, कालो कालो देख्नु थालिसक्यो। आधा बाटोमै पानी परेर यस्तो हालत छ, छाताको पनि यस्तो हालत छ। उज्यालो आयो दिदी? यस्तो बिग्न पानी परेको त्यस्तै हो। अब यहाँ खिच्नु पर्दैन है, हात चाहिँ यस्तो भयो लडेर हो, सब्जी हालत यस्तो छ। यहाँ हेर्नुहोस् है, यहाँ ब्यागहरू हिलो भएर हो, यहाँ हालत चाहिँ यस्तो भएको छ। अब हिलो लडेर हो, के गर्नुपर्ने हो। त्यही कारण चाहिँ म चाहिँ एकदम खाली खुट्टा, अब त्यो पनि लड्ने हो कि 3 टाइम्स भयो लडेको त। हालत खराब छ, बाटो यस्तो ओह्रालो छ, एकदम ओह्रालो। यहाँ चाहिँ स्टुडेन्टहरू पनि आउँदै रहेछ तलबाट रहेछ नि हौ, खत्तम। यहाँ लडेर छैन हो, चिपले गाडी पाउनुहुन्छ तपाईँले अन्त? अब गाडी अब यहाँ प्रब्लम भइरहेछ नि आज त, जानु भयो नि। कसरी हिँड्छ हौ यहाँको बाटो नानीहरू? एकदम यहाँनिर चाहिँ उयो चाहिँ चाहिने रहेछ, भिलेज रोड चाहिँ कम्प्लिट छ त। अब खोलेर हिँड्नु थालेको अन्त 3 छ सबै, यो बाई फुट हिँड्नु पर्ने रहेछ हो। यो बाटो चाहिँ लु एकदमै अब हामी हिँड्नेहरूलाई त यस्तो भइरहेछ, 1 ताल 2 ताल हिँड्ने है। अब डेली यो गाउँको मान्छेहरूलाई चाहिँ कति चाहिँ प्रब्लम फेस गर्नु पर्दो होला है उहाँहरूलाई। मलाई त यति साह्रो यो बाटो देखेर गाउँको मान्छेहरू सम्झिँदा माया लागेर आयो क्या साथीहरू। यति साह्रो अब यति साह्रो कन्डिसनको त अब के हो बाटो। अन्त रात परिसक्यो, अँधेरो भइसक्यो हो गाइस। अब हालत यस्तो पतला छ, अझै तल फर्किएको भन्दा पनि अझै तल पनि छ, जानुपर्ने छ, स्क्रिन गर्नुपर्ने छ है। अब अझै गएर घर जानुको लागि एकदम अधरात हुने रहेछ आज चाहिँ। बाटो यस्तो छ गाइस। अब खुट्टा चाहिँ एकदम खाली खुट्टा हिँडेको अलिक अथवा दुख्नु चाहिँ पुरा दुखिरहेको छ। यो ढुङ्गा माटो, यो सिङ्काहरू केहरूले हो। तर यो मैला भएर छैन, माटो लागेर चिप्लेर कस्तो भइरहेछ हालत चाहिँ, मैला चिप्लिएको कारणले। डार्क जङ्गल अँधेरो भएको छ, अँधेरो डार्कै हो। हजुर खाली खुट्टा। र साथीहरू मैले चाहिँ ओ महान विशाल रुख, मैले चाहिँ जति पनि डिसेबिलिटीको स्क्रिनहरू गऱ्यो है हामीले, त्यो चाहिँ मैले मेरो यो पर्सनल ब्लग हो र
त्यही कारण मलाई चाहिँ अलिकति ठिक लागेन है यहाँनिर मेरो पर्सनल ब्लगमा हाल्नु, त्यही भएर मैले चाहिँ यो हालिनँ। सो गाइस तपाईँले पनि हालेन मैले भनेर चाहिँ माइन्ड नगर्नुहोस् होला। प्राइभेसी राख्नु चाहिँ मेरो ड्युटीको होइन, त्यही कारण मैले त्यो रेस्पोन्सिबिलिटी चाहिँ आफै त्यो अब गर्नु भनेर हो भनेर चाहिँ मैले यो हालिनँ। भिडियो भइरहेछ भिडियो भइरहेछ भिडियो चुटिने हो है सुटिङ। दिदी कहाँ आइपुग्यो भनेर होला हौ। ए हजुर हजुर ए कहिले घर पुग्नु, अहिले म आदि बाटो पनि पुगेको छैन हो। यस्तो अँधेरो भइसक्यो पारिवारीतिर लाइटहरू बोलेर हो। हामी चाहिँ यस्तो सुनसानमा हिँडिरहेको छौँ है। जाडो भएको त्यस्तै हो, पानी परेर भिजेर लडेर आज के भयो नि। तर जे भए पनि है हामीले आज सर्भेहरू गर्नु पायौँ। बिमारीहरू छ डिसेबिलिटीहरूलाई हामीले स्क्रिन गर्नु पायौँ, त्यसैमा हामी चाहिँ एकदम खुसी छ भन्नु। प्लानमा जानु परेर अन्त यहाँ चाहिँ कहिले पुग्नु, जाडो भइसक्यो। यति भन्दै साथीहरू म यहीँ मेरो भ्लगलाई चाहिँ स्टप गर्न चाहन्छु। थ्याङ्क यू दिस लाइफ।